हामी रङ आन्सर च्यालेन्ज गर्दै छौं यो चाहिँ मेरो दाइले सुरु गर्नु भएको हो भएन कि रुलमा चाहिँ हाई रुल चाहिँ यो भनेर गर्ने हो कि कस्तो बिगार्दियो कि म यो गेमको रुल भन्न गइरहेको छु किनकि मेरो बहिनीलाई रुल भन्न आउँदैन यो गेममा चाहिँ रङ आन्सर अन्ली च्यालेन्ज गर्छ जसले अनि राइट आन्सर भन्छ त्यसको डङ्गो यसरी पर्छ आइया मलाई हाल्छ मलाई मजै आयो गेमको चाहिँ क्वेसन हाम्रो आन्टीले सोध्नुहुन्छ त्यही क्यामेराम्यान पनि हुनुहुन्छ आजको क्वेसन चाहिँ आन्टीले बनाउनु भएको छ अब आन्टी ल है सजिलो सोध्नु है मानिसले बिहान उठ्ने बित्तिकै के गर्छ नाच्छ त ल घर बनाउँछ मिल्यो दुईपल्ट भन्नु पाउँदैन चिठी यसको राम्रो एन्सर आएन है भोट आज केमा हाल्यो हामीले त घन्टी रङ एन्सर रुखमा हाले ल घन्टी रुख भन्नु भने मैले तिमीहरूको नाम के हो मेरो नाम बादर हाम्रो देशको नाम के हो हाम्रो देश भारत तिमीहरूलाई सबैभन्दा बढी के को मासु मिठो लाग्छ बादर भने मैले मुङ्गुर भने सुरुमा मैले भने है दाजु कसैले खादैन है टोयलेटमा गएर के गर्छ खान्छ रिस उठ्यो भने के गर्छ हाँस्छ मैले त अगाडि सुरुमा मैले भने हो ल सुरुमा उसले भने ल तिमीहरूको हजुरबाको नाम के हो रामबहादुर खुट्टामा के लाउँछौ गादल को चाहिँ बढी ज्ञानी छ यो कुरा राइट छ नि कहाँ राइट त ज्ञानी छ त नि नाइ म ज्ञानी हो ल किन बोतल कसलाई चाहिँ बडी मेकअप राम्रो गर्न आउँछ दुईजनामा को बढी फोहोरी छ दुईजनामा कसले चाँडेर छिटो कसले चाँडो भात खान्छ धेरै हो आन्सर हो नि त कसलाई चाहिँ घाँ गरेर कुर्ता सुरुवाल बढी लाउन मनपर्छ मैले अगाडि भने म अगाडि भने ल कसैले एकैसँग भन्ने थियो ल सँगै बिहान उठ्ने बित्तिकै केले दाँत माझ्ने गरेछ बुरुस टोयलेट जानु बुरुस भातसँग के चाहिँ मनपर्छ धेरै मासु कस्तो राइट आन्सर भन्दिरा अब एकपल्ट दुवैले गु भन्छ क्या भन्न पाउँदैन है तिमीहरूको फेभरेट कलर कुन हो येलो ब्लू मैले अगाडि भनेको थिएँ मैले थिएन ल अब अर्को क्वेसन है हाम्रो यो मनहरी कुन जिल्लामा पर्छ हामी सधैँभरि के को पूजा गर्छौँ भैँसी मैले अगाडि भने दुवैले खान्छ मैले भैँसी भने तिमीले भैँसी भने हैन रा गरेर मैले भैँसी भने ल दुईटैको अलि ढिलो भयो दुईटैको एन्सर रङ छ ल अर्को क्वेसन पढ्नमा सबैभन्दा अल्छी को छ सान्दर्भी भनेछ मैले खाएँ ए रङ आन्सर थियो आउँछ त मेरो रोल नम्बर अहिले 3 हो 3 छ खुवाई हो त मेरो सरे 3 त पत्ताउँछु नपत्ता नि 3 त हो नि घरको रक्षा केले गर्छ भैँसी मेरो अलि ढिला भयो कपाल केले काट्छ चक्कु मैले चक्कु भने होइन काइयोले काट्छ त जहिले निधारमा हाल्ने के काइयोले काट्छ त यसरी हिसाब बराबर मेरो चाहिँ 2 पल्ट ला मेरो 3 पल्ट ला दिदी आया ल नेक्स्ट तिमीहरूले नुहाउँदाखेरि कपालमा केले नुहाउँछौ
आची सु 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 जुस अलि मिल्ने क्वेसन एन्सर भन न। दुध होइन आइहरूले सिकायो यो त चिटिङ हो नै ए हिसाब बराबर अनि मैले त पात भनेको थिएँ नि त पात अनि मैले दुध भने दुध पनि मिल्छ अनि मम्मीले स्याम्पू फेरि पात सिलेन आउँछ पातले तिमीहरू ठुलो भएपछि के बन्ने? क्याम्पर क्याम्पर नानी जे पाए त्यस्तो हुँदैन। क्याम्पर होइन के त्यो के अरे फार्मर क्याम्पर भनिदिएर फार्मरलाई कस्तो मान्छे मन नानीको कपालमा के परेछ? बुझ्ला ल को बढी अल्छी छ? यो को ढिला उठ्छ ए है म राइट आन्सर भनिरहेको छु टाउको हाम्रो देश कसले राम्रो बनाएको? होइन तिमीले केपी ओली भने मैले केपी ओली भनेर नि भइसक्यो अब लास्ट क्वेसन है। नाइ न लास्ट 3 हुन्छ अब तिर्खा लाग्दा के खाने गरेछ? पानी जुस कहाँबाट जुस खान्छ त तिर्खा लाग्दा जुस अल्कोहल चुरोट चुरोट त हुँदैन न। सबैभन्दा खराब को छ? म राइट आन्सर कसले भन्नु भने खराब खराब म ए है ल अब भयो ल आजलाई फेरि भोलि गर्ने। 3टा भनेको थियो 2टा भयो अब एउटा अब लास्ट क्वेसन है। मम्मी बाबाको नाम भन् दुईजनाले। राम मातर थापा शेरबहादुर मन्जु लामा हजुर अब हाम्रो भिडियो सकिएको छ अब लाइक एन्ड सब्स्क्राइब गर्नु होला भागो कमेन्ट 103 100 मलाई कसले हान भनेको म भागेको छु मामे बताउनु क्यामेरा